हाई गाइज, म चाहिँ बाइक सिक्नु पऱ्यो भनेर सुरु गरेको छु। आज चाहिँ डे 3 हो, तर हिजो चाहिँ एब्सेन्ट भयो पानी परेर। आज पनि पानी पर्दैछ। यहाँ स्टार्ट गर्न गइरहेको छु। मसँग चाहिँ इन्स्ट्रक्टर हुनुहुन्छ बुद्धिबहादुर। हेलो गरिदिनु त। कहाँ रे यो कुन ठाउँ रे? बनस्थली खरिबोटमा है। राम्रो सिकाउनुहुन्छ। म चाहिँ स्टार्ट गर्न गइरहेको ल। रुल्स रेगुलेसन फलो गरेर सुरु गर्नुपर्ने हुन्छ होइन। अब फेरि हेलमेट लगाइकन गऱ्यो भनेपछि फेरि ट्राभलिङ जाँदा बिर्स्यो भने त झ्याउ रोटी हुन्छ होइन। पोइन्ट काटिन्छ अरे। पोइन्ट काटिन्छ ल। स्टार्ट गर्ने टक्क लाएर न्युट्रलमा छ। यसलाई चाहिँ के गर्नु पर्यो? स्टार्ट गर्ने पहिला। हुन्छ स्टार्ट गर्नु भएन हुन्छ। न्युट्रन राख्नु न्युट्रन। के भयो तपाईँसँग गएपछि त ल सुरु भयो हाम्रो। क्लच फुलसम्म त क्लच फुलसम्म ल ठिक छ। अन गर्नुहोस्, स्टार्ट हाल्नुहोस्। बिस्तारै बटार्ने, बिस्तारै क्लच छोड्ने। अझै छोड्नुहोस्, अझै छोड्नुहोस्। अब यतिमै हिँड्नु। फेरि छोड्नु भयो तपाईँले है। आनन्दले बिस्तारै क्लच छोड्ने, बिस्तारै क्लच छोड्ने। त्यतिमा होल्ड गर्नु ल। हिँड्नु यसरी अन्त सर लगाएर। आज पनि मौसमले च्यालेन्ज गरिरहेछ सर है। हेर्नु हेर्नु त सजिलो चाहिँ हो, तर यसको अलिकति टेक्निकहरू पुऱ्याउनु सजिलो हुन्छ। स्कुटर भन्दा गाह्रो। हजुर हजुर। ल यसरी टक्क लाएर सिकिन्छ। आनन्दले जति बिस्तारै चलाउन जान्यो त्यति नै 8 घुमाउनलाई सजिलो हुन्छ हामीलाई।